गाउँको एउटा यस्तो रमाइलो दृश्य देखाउन गइरहेको छु जुन विशेष गरी किसानहरूले उत्सवको रूपमा मनाउने गर्दछन्। आज बिहानैदेखि हाम्रो घरमा रोपाइँको तयारी भइरहेको छ। खेतमा रोप्नका लागि बिउ उखेल्ने काम चलिरहेको छ। यो केवल धान रोप्ने दिन मात्र होइन, गाउँको एकता, माया, सहकार्यको उत्सव पनि हो। हाम्रो गाउँमा अझै पनि अर्मा पर्माको परम्परा जीवित छ, जसमा सबै गाउँलेहरू एकअर्काको खेतमा पालै पालो सहयोग गर्न पुग्दछन्। आज गाउँभरिका आमा, दिदीबहिनी, भाउजू लगायतका सबै मिलेर बिउ उखेल्न आउनुभएको छ। धानको बिउ उखेल्ने काम सजिलो देखिए पनि निकै मेहनत लाग्ने काम हो। प्रत्येक बिउ सावधानीपूर्वक उखेलिन्छ, त्यसपछि माटो सफा गरेर साना साना मुठा बाँधिन्छन् ताकि खेतमा रोप्न सजिलो होस्। सबैजना काम गर्दै रमाइला कुराकानी पनि गरिरहेका छन्। कतै हाँसो सुनिन्छ, कतै पुराना सम्झनाहरू बाँडिन्छन् र कतै आफ्ना दुःख सुख र पुराना सङ्घर्षका पलहरू पनि साटिन्छन्। यही त हो गाउँको सुन्दरता। यहाँ काम मात्र हुँदैन, सम्बन्ध पनि अझ बलियो बन्दै जान्छ। यस वर्ष आकाशबाट पर्याप्त पानी परेको छैन, नहरमा पनि पर्याप्त पानी आएको छैन, तर किसानहरू निराश छैनन्। बोरिङको पानी प्रयोग गरेर खेतमा सिँचाइ गरिरहेका छन्। दिनरात मोटर चलाएर खेत तयार पारिरहेका छन् ताकि समयमै रोपाइँ गर्न सकियोस्। कृषकका लागि प्रत्येक थोपा पानीको मूल्य कति हुन्छ भन्ने कुरा यस्ता समयमा अझ राम्रोसँग बुझ्न सकिन्छ। समयसँगै धेरै कुराहरू परिवर्तन भइरहेका छन्। कतिपय गाउँहरूमा अर्मा पर्माको परम्परा हराउँदै गएको छ, तर हाम्रो गाउँमा यो संस्कृति अझै पनि जीवित छ। यही परम्पराले गाउँलाई एकतामा बाँधेको छ। असार 15सम्म आइपुग्दा हाम्रो गाउँको करिब 80% क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। यो गाउँको मुख्य पेसा कृषि हो। यहाँ धेरैजसो मानिसहरू कृषि पेसामा संलग्न छन्। अहिले बिहानको 11:30 बज्यो। तराईतिर दिउँसोतिर काम गर्न सकिँदैन। अब घर जाने बेला भयो। बिहान करिब 7:30 बजे काम सुरु गरिएको थियो। घर जानुभन्दा अगाडि बोरिङमा नुहाइधुवाइ गरिँदैछ। रोपाइँ भनेपछि बालबालिकाको रमाइलो छुट्नै सक्दैन। गाउँमा रोपाइँ सुरु हुने बित्तिकै खेतमा किसानहरूको मेहनत मात्र होइन, बालबालिकाहरूको उत्साह, उत्सव पनि सुरु हुन्छ। रोपाइँको मौसम भनेपछि साना केटाकेटीहरूका लागि कुनै साधारण दिन हुँदैन, बरु उनीहरूले वर्षभरि पर्खेर बसेका हुन्छन् यो विशेष अवसरको लागि। खेतभरि पानी भरिएको हुन्छ र त्यही पानीमा सुरु हुन्छ उनीहरूको रमाइलो।